हैन लेखेर हो क्या लेख्नु भयो नेपालीमा नेपाली माथि लोगो गोलोमा राखेको लोगो त्यो गोलो त अब उसवाला होला गुगलबाट यतिको मात्र बनाउन सकिने मेरो लागि त काफी हुन्थ्यो सकिन्छ त्यो धेरै खासै दामी गाह्रो लाग्छ छैन अहिले पनि सानो बनाएको छु तर त्यो लोगो चाहिँ राखेको छैन कि गोलो अब म हजुरहरूलाई यो गोलो राउन्डमा लेख्ने कसरी त्यसको बारेमा नि कुरा गरौँ है त सबैभन्दा फर्स्टमा हामीले टेक्स्ट लिनु पर्यो टेक्स्ट लिएर के को नाम राख्ने हो त त्यो नाम फर्स्टमा हामीले डिफाइन गर्न पर्यो होइन जस्तै स्कुलको नाम कहीँ हुन्छ जस्तो कि हामीले यो टेक्स्ट लियौँ हामीले माइक्रोसफ्ट वर्डबाट चाहिँ मजाले राउन्डै बनाउन मिल्छ तर यो फोटोसपबाट अलि भने जस्तो टाइपको त्यति साह्रै पर्फेक्टली राउन्ड चाहिँ हुँदैन कि हामीले अर्को यो एडोबीकै सफ्टवेयर छ अर्को एडोबी आफ्टर के भन्छ अरे त्यो इलुस्ट्रेटर छ इलुस्ट्रेटरबाट चाहिँ हुन्छ तर फोटोसपबाट चाहिँ त्यस्तो पुरै राउन्ड चाहिँ अलिक गाह्रो हुन्छ अब जस्तो कि हामीले यहाँनिर टेक्स्ट लियौँ टेक्स्ट लिइसके पछाडि यहाँ माथिनिर हेर्नु त प्रपर्टिजहरू छ नि अनि यहाँनिर एउटा यो टेक्स्ट लेखेर यस्तो छड्के जस्तो टाइपको साइन देख्नु भएको छ यहाँ माथि टी लेखेर यस्तो तलनिर यस्तो राउन्ड जस्तो केही छ नि अब यसमा थिच्नु भयो भने यहाँनिर ओके गर्नु अब हाम्रो एउटा यस्तो आर्टबोर्ड इन्टरफेस आउँछ अब यहाँ स्टाइलहरू दिएको छ कि हामीले यो टेक्स्टलाई कस्तो कस्तो बनाउने हो त अब यहाँनिर माथि आर्क भनेको छ यो माथितिर गयो होइन अब तपाईँले भन्न खोजेको यस्तै टाइपको हो त्यो हेर्छौँ अनि आर्क लोअर छ यो यहाँनिर स्टाइलहरू दिएको छ कि हामीलाई कस्तो टाइपको स्टाइल बनाउने हो भन्नेवाला अनि यहाँनिर हरिजेन्टल भर्टिकल दुईवटा अप्सन दिएको छ भर्टिकल गर्दा यस्तो ठाडोमा हुन्छ होरिजेन्टल गर्दा तेर्सोमा हुन्छ है अब यहाँनिर हेर्नु त सबै स्टाइलहरू के छ भन्ने सबै तपाईँहरूले यहाँबाट देख्न सक्नुहुन्छ कस्तो टाइपमा आउँछ त अब तपाईँहरूलाई कुनै टेक्स्टहरू यस्तो फ्ल्याग जस्तो टाइपको लेख्नु पर्यो भने यहाँबाट दिने हो कि अनि वेब होइन अब फिस टाइपको पनि छ यहाँ अब बाई डिफल्ट दिएका स्टाइलहरू यहाँनिर यस्तो छ फिस बाई अनि यो राउन्ड अनि यस्तो सबैभन्दा फर्स्टमा हामीले बढी युज गर्ने भनेको यो आर्कवाला छ यो आर्क भनेको चाहिँ यस्तो राउन्ड हो क्या तर पुरै 100% होइन यसले 50% मात्रै राउन्ड गर्छ हेर्नु त अब यहाँनिर हामीले टेक्स्ट दियौँ टेक्स्ट दिइसके पछाडि यो आर्कमा हुनु पर्यो फर्स्टमा होइन अनि हरिजेन्टल गर्ने हो कि भर्टिकल यहाँनिर छ हामीले होरिजेन्टल टेक्स्ट छ भने होरिजेन्टलै हुनु पर्यो अनि यहाँ बेन्ड भन्ने छ कि कतिसम्म बेन्ड गराउने हो त यहाँनिर हेर्नु त यो माइनसतिर आयो भने तलतिर बेन्ड हुन्छ होइन अब प्लसतिर लैजानु भयो भने यो माथितिर बेन्ड हुन्छ अब हामीले कतिसम्म बेन्ड गर्ने हो यसरी टेक्स्ट दिएर बेन्ड गर्न मिल्छ अनि तलनिर यो यसले चाहिँ कतातिर बेन्ड गराउने हो होरिजेन्टल डिस्क्रिप्सन भनेछ होरिजेन्टल र भर्टिकल यता यता फ्लिप गर्ने हो कि के गर्ने हो भन्ने छ यो दुईटा चाहिँ युज हुँदैन है अब साइज बिग्रियो भने हामीले रिसेट गर्नको लागि अल्टको बटन थिच्नु भयो भने यहाँनिर रिसेट भनेर आउँछ यो रिसेट गरिदिनु भयो भने फेरि पहिलेकै अवस्थामा गयो है त त्यस पछाडि हामीले आर्क लिएर अब यसरी कतिसम्म गर्ने अनि यसलाई कन्ट्रोल टी थिचेर कन्ट्रोलसँग टी थिचेर यसलाई सानो ठुलो यताउता गर्न सकिन्छ अब
जस्तो कि हामीले यो चाहिँ एउटा मेथड भयो। अब अर्को मेथड के छ भन्दाखेरि हामीले यहाँनिर एउटा इलिप्स लिने हैन। अब इलिप्स लिइसकेपछि यसको फिल चाहिँ अहिले नलिने, फिल नलिकन स्ट्रोक लिन पर्यो। अनि लिएर तपाईले टेक्स्ट लिनुभयो भने यहाँनिर टेक्स्ट टुलबाट टेक्स्ट लिनुभयो अनि यो यसको बाहिरतिर है भित्र थिच्नुभयो भने चाहिँ भित्रतिर टेक्स्ट लेखिन्छ हैन। हामीले भित्र हैन यसको बाहिर यो जुन राउन्डको बाहिरी सर्फेस छ नि हो त्यो सर्फेसमा कुनै एक ठाउँमा थिच्दिनु त यसरी। यहाँ माउस लैजानु भयो भने थोरै माउस चेन्ज हुन्छ के यस्तो 1300 भनेर। यो ठाउँमा थिच्दिनु भयो भने अब हाम्रो टेक्स्ट हेर्नु त यहाँ राउन्ड भयो नि टेक्स्ट। अब यसको साइज कत्रो राख्ने हो त टेक्स्टको? साइज आफूले यहाँबाट दिन सक्यो। अब यसरी राउन्ड चाहिँ अलिक बढी धेरै टेक्स्टहरु छ भने चाहिँ राम्रो देखिन्छ। थोरै मात्रै टेक्स्ट हुँदाखेरि चाहिँ त्यति साह्रै राम्रो देखिदैन। अब हेरौँ है त लेखेर। ल अब हजुरले भनेको यसरी राउन्डमा टेक्स्ट यहाँ बन्यो हैन। अब यो इलिप्सलाई चाहिँ हटाइदिँदा नि हुन्छ। जस्तो कि अब तपाईले कन्ट्रोल टी थिचेर सानो ठुलो यसलाई गराउन सक्नुहुन्छ है त। कसरी पो त्यो अक्षर त्यो के रे इलिप्सबाट राउन्ड बनाइसके पछाडी त्यो कसरी पो थिच्ने भन्नुभयो? टेक्स्ट राउन्ड भइसकेपछि यो इलिप्स हटाइदिए नि हुन्छ के। हामीले जस्ट यसमा लेखियो लेखिसकेपछि इलिप्सलाई हटाइदिए नि यहाँनिर यो राउन्ड भइसकेछ नि त टेक्स्ट। त्यो जस्तै इलिप्सबाट राउन्ड बनाएपछि त्यो लेखेको चाहिँ यता तल चाहिँ कसरी ल्याउने? अब पढ्नु है त म फेरि एकचोटि गर्छु। ल त्यो त अलिक सुरुदेखि भन्नुस् त त्यो टक्क। अब यसको फिल लिँदा नि हुन्छ, फिल नलिँदा नि हुन्छ है। फिल अलिकन फिल लिनु न अहिले हजुरहरूलाई त्यहाँ देख्न गाह्रो भयो भने। अब टेक्स्ट टुल लिएर फिल मैले अलिक ब्ल्याक कलर लिएँ है। ब्ल्याक लिँदा टेक्स्ट देखिन्न होला फेरि। फिललाई अहिले रेड कलर लिउँ है। अब तपाईले यहाँ टेक्स्ट टुल लिएर यो जुन बाहिरी सर्फेस छ नि यो राउन्डको बाहिर एक ठाउँमा माउस लैजानु भयो भने यहाँ यस्तो आउँछ के। एक ठाउँमा थिच्दिनु त अनि अटोमेटिकल्ली टेक्स्ट भरिएर आयो त्यहाँ देख्नुभयो। यो फिलले डिस्टर्ब गर्यो मैले फिललाई हटाइदिएँ है। अच्छा अच्छा यो फिलले डिस्टर्ब गर्यो। अब टेक्स्टको कलर चाहिँ ब्ल्याक गरौँ है। मेरो त 1300 आयो त अनि 1300 आउँछ त। 1300 त हजुरले भित्र थिच्नु भयो के। हजुरले टेक्स्ट लिएर यसरी भित्र थिच्नु भयो भने फेरि यो इलिप्स भित्र जान्छ के। बाहिर थिच्नु पर्यो। म हजुरलाई फेरि एकचोटि गरेर देखाइदिएँ ल। अब यसरी इलिप्स चाहिँ लिनुभयो हजुरले टेक्स्ट लिएर यो भित्र थिच्नु भयो भने यसरी भित्र जान्छ के। बाहिर थिच्ने हो। यो राउन्डको बाहिर यहाँ माउस लैजानु भयो भने यस्तो एउटा 1300 टाइप माउस चेन्ज हुन्छ नि यहाँ टेक्स्टको। हो यसरी बाहिरकोमा राख्नु पर्यो के। अब हेर्नु त राउन्डमा भयो नि टेक्स्ट हाम्रो। अब टेक्स्ट भित्र के लेख्ने हो त? यसैलाई के सर? हजुर दुईटा रेक्टेंगल लगेर एउटा ठुलो बाहिर सानो भित्र बनाएर अनि बीचमा त्यो पनि म सिकाउँछु। पहिला राउन्ड लेख्नु न। ए भयो। अब यहाँनिर हामीले टेक्स्ट लेख्यो। अब यसलाई अलि बाङ्गे भयो सिधा गर्नु पर्यो भने यसरी रोटेट गर्ने है माउसले घुमाउने कतातिर राख्ने हो। त्यो इलिप्स
ठाउँको राउन्ड बनाइसक्यो त्यो राउन्डको बाहिर थिच्दाखेरि पनि किन मेरो भित्र छिर्छ टेक्स्ट अरे हजुरले बाहिर राम्रोसँग नथिचेर हो। बाहिर क्लिक गरे दिन्छु फेरि बाहिर गर्दा नि फेरि भित्र अब मैले टेक्स्ट यति लेखेँ। अब यसमा फेरि एउटा कुरा के झ्याउ छ भन्दाखेरि अब माथि लेख्ने त ओके छ, ठिक छ। तलपट्टिलाई अर्को टेक्स्ट चाहिन्छ नि त हामीलाई, त्यो पनि एउटै एङ्गलमा जान्छ कि अर्को काउन्टर क्लकवाइज हुन्छ नि त तलबाट टेक्स्ट आउँदा त। लामो लेख्यो भने त सबै भरिदो रहेछ त फेरि। भरिन्छ। त्यहाँसम्म लेख्नु भयो? हजुर। तलको लागि लेख्नलाई अलिकति गाह्रो छ, उल्टेमा लेख्नुपर्छ यसलाई अहिले चाहिँ टेक्स्ट। सर त्यो बाहिरबाट त्यो राउन्डमा लेख्न के माथि अघि भन्नुभएको माथिको त्यो नि सिलेक्ट गरिराख्नु पर्ने हुन्छ? हजुर त्यो राउन्डमा लेख्नलाई हजुर त्यो अघि माथि तपाईँले सिकाउनु भएको थियो नि माथि टी जस्तो त्यो मुनि खुट्टा काटेको माथि त्यो पनि होइन त्यो पर्दैन। यो राउन्ड त सर्कल लिएर सर्कल भित्र लेख्ने हो। सर्कल भित्र लेख्दाखेरि किन मेरो 1300 मात्र लेख्छ? यत्रोवटा लेखिसके ठाडो नि लेख्छ त, एकचोटि नि लेखेन हजुरको? या 3-4टामा लेखेको गोलो सर्कल बनाउँदै सबै 1300 मात्र लेख्यो कि अनि त्यही भएर पहिले गोलो रेक्टेंगल लिनु हो होइन त्यो सर्कल त्यो इलिप्सबाट सर्कल अनि शेपमा छ कि पाथ केमा छ हजुरको? इलिप्स मैले त्यो के रे शेप पाथमा नि पाथ होइन शेपमा लिनु, शेपमा। ओके शेपै रहेछ त शेपमा छ। त्यस पछाडि मैले फिल पनि दिइनँ, फिल पनि अफ गरेँ। भयो हजुरको? टेक्स्ट लिएर सिधै टेक्स्टले किन अब एकचोटि म फोटो खिचेर पठाइदिन्छु है। हुन्छ पठाउनु त।
तपाईँको त्यो फिल नराखिकन गर्नु त फिल हुन्छ फिल नराखिकन नि गरेको त्यतिखेर पनि हजुरले बाहिरै थिच्नु भयो होला कि अलिकति जुम गरेर भित्र लैजानु न भित्र माउसलाई माउसलाई यो ठ्याक्क माउसलाई हजुरको टेक्स्ट लिएर यो अलिकति जुम गरेर हेर्नु हजुरले होइन हजुर अनि ठ्याक्कै त्यहाँ माउस चेन्ज हुन्छ क्या एउटा त्यो थिचेर माउसले तान्ने हो र हजुर माउसले तान्ने हो र होइन त्यस्तो त जस्तो कि हजुरले यहाँनिर यो इलिप्स लिनुभयो हजुर अनि यहाँनिर राम्रोसँग हेर्नु न जुम गरेर यो टेक्स्ट लिने बित्तिकै यहाँ लैजाँदा माउस चाहिँ अर्को टाइपको आउँछ त एकचोटि नत्र ब्याक क्यामेरा अन गर्नु त हजुरले अहिले चाहिँ भयो त्यो ठ्याक्क त्यो रेखामा थिच्नु पर्ने हो रेखामा थिच्ने हो के अब त उसको बाहिरपट्टि भित्रपट्टि त अहिले चाहिँ भयो फेरि ठ्याक्क त्यो रेखामा थिच्नु पर्ने रेखामा थिच्ने हो के ल अब जस्तो कि हामीले यहाँनिर लेख्न पर्ने सबै कुराहरू यसरी लेखियो अब जस्तो कि हामीले बीचमा थोरै स्पेसहरू राख्नु पर्ने छ भने स्पेस राख्ने अलिकति बढी ठुलो भयो भने टेक्स्टलाई घटाउन नि मिल्यो अब यहाँ बीचमा ग्याप बराबर चाहियो भने हामीले स्पेस थप्ने हो क्या यहाँनिर अब यसलाई सेन्टर बनाउनको लागि तपाईले रोटेट गर्न सक्नुभयो अब यसरी हाम्रो राउन्ड टेक्स्ट चाहिँ बन्यो हैन अब हेर्नु त यहाँ राउन्ड टेक्स्ट बन्यो अब यसको साइज कत्रो राख्ने तपाईले कन्ट्रोल टी गरेर सानो ठुलो बनाउन सक्नुहुन्छ अब यो भइसकेपछि हामीलाई चाहिँ बाहिर र भित्र बर्डर चाहियो नि त अब त्यसको लागि हामीले इलिप्स नै लिने यहाँ फर्स्टमा अनि इलिप्स लिइसकेर बाहिरतिर जतासुकै गरे नि भयो यसको फिल चाहिँ राख्ने हैन हामीले स्ट्रोक दिनु पर्यो स्ट्रोक चाहिँ कति पिक्सल जति दिने अब त्यहाँ कत्रो राख्दा ठिक्क मिल्छ त्यही अनुसार यहाँ प्रिभ्यू हेरेर अब जस्तो कि मैले यहाँनिर राखेँ अनि यसलाई कन्ट्रोल टी गरेर मिलाउने है त अहिले यहाँनिर एउटा भयो अब जस्तो कि हामीलाई अझै अर्को पनि चाहियो भने यो जुन अहिले यो बाहिरको भाग छ नि यसलाई नै तपाईले अल्ट थिचेर यता तान्नु भयो भने यो डुप्लिकेट हुन्छ के अथवा कन्ट्रोल शिफ्ट अल्ट थिचेर कन्ट्रोल टी गरेर अल्ट सँग शिफ्ट थिचेर अल्ट सँग कन्ट्रोल अल्ट सँग भित्र थिचेर लैजानु भयो भने नि हुन्छ नत्र कन्ट्रोल यसलाई अल्ट थिचेर एउटा डुप्लिकेट गर्नु जस्तो कि बाहिर एउटा छ हाम्रो यसलाई डुप्लिकेट गरियो अनि कन्ट्रोल टी थिचेर यसलाई नि सानो ठुलो बनाउन मिल्यो है अब अहिले जसरी यहाँनिर भयो अब हामीले अस्ति अलाइनमेन्ट गर्ने सिकेको थियौं नि अहिले बाङ्गे टिङ्गे भयो नि हाम्रो यहाँ सबै अब यसरी सबैलाई सिलेक्ट गरिदिनु एकचोटि अनि यहाँ माथिनिर हेर्नु त यो एकचोटि यो बीचको सेन्टरलाई थिच्नु अनि यतापट्टिको सेन्टरलाई थिच्नु यो एकदमै ठ्याक्कै सेन्टरमा आइपुग्यो सबै अलाइनमेन्ट भयो कि अघि नै हाम्रो यसरी बाङ्गे टिङ्गे थियो सबै हैन हेर्नु है त यहाँ मेरो एकचोटि अहिले हामीले राख्न त राख्यो तर सबै बाङ्गे टिङ्गे छ यसलाई ठ्याक्क एकदम अलाइनमेन्ट गर्नको लागि सर्लक यहाँ सिलेक्ट गर्नु अनि यहाँ माथिनिर अलाइनमेन्ट दिएको छ नि हामीलाई यो सेकेन्डको यताबाट सेकेन्डको अनि यताबाट नि सेकेन्डको थिदियो भने ठ्याक्कै सबै सेन्टरमा अलाइनमेन्ट हुन्छ के
दुईटा सेकेन्ड वाला हजुर हजुर यो चाहिँ ठाडोको लागि सेन्टर हो, यो तेर्सोको लागि सेन्टर हो के। त्यो दुईटा थिचेपछि सेन्टरमा अलाइनमेन्ट हुन्छ। अनि हजुरले अब टेक्स्टलाई सानो ठुलो बनाउनु छ भने टेक्स्टलाई नि कन्ट्रोल टी गरेर सानो ठुलो गराउन सक्नुभयो। अनि यो बर्डर पनि अलिकति ठुलो भयो भने कन्ट्रोल टी गरेर थोरै घटाउन नि मिल्यो होइन। अनि भित्रकोलाई नि अलिकति ठुलो बनाउनु पर्यो भने फेरि ठुलो बनाउनु भयो। अब हेर्नु त फेरि अहिले पनि हाम्रो अलाइनमेन्ट बिग्रियो। फेरि सिलेक्ट गरिदिनु अनि दुइटैलाई सेन्टर अलाइनमेन्ट र यता हरिजेन्टल र भर्टिकलबाट सेन्टर अलाइनमेन्ट गरिदिनु भयो भने हाम्रो यो अलाइनमेन्ट भयो। अब जस्तो कि यो बन्न त बन्यो होइन। अब यहाँनिर थोरै हामीले अट्र्याक्टिभ बनाउनु पर्यो। अब बिचमा केही स्टार सिस्टारहरू थप्नु मन लाग्यो अथवा बिचमा ग्याप हुन्छ नि। अब यसमा पनि यो राउन्डै राख्न नि मिल्यो पिक्सल यसरी। अब हेर्नु त यहाँनिर बिचमा यसरी केही राख्न नि मिल्यो। अब यसको सट्टामा हामीले स्टार राख्ने हो भने स्टार पनि राख्न मिल्छ। हेर्नु है त। अब कस्टम सेपमा जानुभयो भने यहाँनिर यो स्टार छ नि हाम्रो, यसको साइज चाहिँ कति 6 गराइदिउँ। यसलाई चाहिँ फिलमा ब्ल्याक कलर स्ट्रोक नराख्ने स्ट्रोक। जस्तो कि यहाँनिर हाम्रो स्टार पनि छ, कता गयो टेक्स्टै डिलिट भएछ त। ल अब हाम्रो स्टार पनि यहाँ एड भयो होला। अब डुप्लिकेट गर्नलाई अल्ट थिचेर यता तान्यो भने डुप्लिकेट हुन्छ। यो थाहा छ नि हजुरहरूलाई होइन। ल हेर्नु त अब बन्यो यही लोगो गोलो राउन्डमा। अब यहाँ बिचमा केही राख्न मन लाग्यो, बिचमा नि केही थप्नुपर्ने कुराहरू छन् भने बिचमा नि थप्न मिल्यो। हजुर हजुर। अब ESTD 2022 यसरी यसलाई बिचमा राख्न सकियो। ल यो राउन्डमा लेख्न नि सक्नुभयो होइन। सर त्यो अघि त्यो राउन्डमा त्यो तल उल्टोपट्टिबाट लेख्नुभयो नि। हजुर त्यो चेक गर्नु फेरि उल्टोपट्टिबाट होइन, कन्टिन्युअसली लेख्दै गएको स्पेस दिएर। ए अघि उल्टोपट्टिबाट लेख्नु भएको होइन पो। उल्टोबाट मिलेन, सिधैबाट लेखेर नै जस्तो कि मैले यहाँनिर यो यहाँबाट नेपबाट स्टार्ट गरेर इन्फर्मेसनमा पुर्याएर अफ गरेको हो। यहाँ बिचमा चाहिँ हामीले स्पेस बार थिचेर ग्याप राखेको हो के। अब हामीले टेक्स्टको साइज ठुलो सानो ठुलो गराउने। यति मात्र हो काम। अब यो बनाइसकेपछि भित्र यो राउन्ड हाल्ने भने नि मैले अघि
सेप लिएर स्ट्रोक लिइदिने हो कि इलिप्स टुल लिएर स्ट्रोक मात्रै राख्ने फिल अफ गर्ने अनि यसको ठाउँमा स्ट्रोक राख्ने स्ट्रोकको साइज चाहिँ अलिकति बढाउने अब जस्तो कि तपाईहरुलाई चाहिँ सिधै राख्न गाह्रो भयो भने यस्तो गर्दा नि हुन्छ कि हेर्नु है त म तपाईहरुलाई बताइदिन्छु अब राउन्ड राख्ने बाहिरैतिर यसरी दुईवटा दिनुभयो ठुलो सानो बनाउनु भयो यसरी अनि कुन कुनलाई एकै ठाउँमा लैजाने हो त्यो सबैलाई सिलेक्ट गर्नु है जस्तो कि यो तीनवटालाई मैले एकै ठाउँमा राख्ने हो भने अहिले यता छुट्टा छुट्टै छ नि यो तीनवटालाई सिलेक्ट गरेर अब अलाइनमेन्ट गरिदिनु भयो भने जहाँ भए पनि एकै ठाउँमा आउँछ के बुझ्नुभयो जस्तो कि अब यो यता माथि छ यसलाई मैले एकछिन हटाएँ यो यहाँ माथि छ अब यी दुईटा यता यता छन् हैन अब मैले सर्लक्कै यो तीनवटालाई नै सिलेक्ट गर्ने अनि अलाइन गरिदियो भने जहाँ भए पनि एकै ठाउँमा आउँछ के तर अब फेरि हजुरहरूले बुझ्नु पर्यो कि अब यति त आयो अब यो स्टार सिस्टारहरू भएकोलाई नि अलाइन गर्नुभयो भने फेरि बिग्रिन्छ है यहाँ हेर्नु है यस्तो गर्दा सबै एकै ठाउँमा आउँछ अरू चाहिँ ठिक छ यो स्टारहरू अनि लेखेको चाहिँ सेन्टर अलाइन हुन्न के यिनीहरू किन हुन्न भन्दाखेरि यिनीहरूको त सेन्टर पोइन्ट त फरक पर्छ नि त यो राउन्डको पो एकै ठाउँमा थियो यो तीनवटाको सेन्टर पोइन्ट अरू टेक्स्टलाई चाहिँ मिल्दैन जस्तो कि यो राउन्ड वालालाई चाहिँ अलाइनमेन्ट गर्यो भने जहाँ भए पनि एकै ठाउँमा आउँछ यसरी ल अब यो लेख्न सक्नुभयो केही कन्फ्युजन अब लोगो बन्ने यसरी नै हो है त अब विजय सरको भयो भयो तपाईको कहाँनिर बुझ्नु भएन भन्नु त म हेरिदिइहाल्छु नि अरू तपाईहरुलाई केही कन्फ्युजन छ नबुझे सोधिहाल्नु ल अब नेक्स्ट टपिकमा जाने त हजुरहरूले बुझ्नुपर्ने कुरा चाहिँ यसलाई सबैभन्दा फर्स्टमा इलिप्स लिनु पर्यो इलिप्स लिएपछि यसलाई फिल अफ गरिदिँदा हुन्छ है हामीले अनि टेक्स्ट लिएर देखि फेरि एकचोटि भन्दै भन्दै लानुस् त ल गर्नु त पनि सुखदुःख गर्नु त गरे कि त भएन यस्तो हो कि अब हजुरहरूलाई अलिक गाह्रो भयो भने के गर्नु भन्दा यहाँ इलिप्स लिनु फिललाई अफ गरिदिनु अनि स्ट्रोकको पनि साइज अलिकति बढाउनु साइज बढाउनु भयो भने यहाँनिर देख्न सजिलो हुन्छ नि त तपाईहरुलाई ल अब यसरी स्ट्रोकको साइज बढाइदिनु भयो भने यो ठुलो भयो देखियो अनि टेक्स्ट लिनु टेक्स्ट लिइसकेपछि यहाँ यस्तो पाथ देख्नु भयो हैन टेक्स्ट लिने बित्तिकै अटोमेटिकल्ली पाथ आइहाल्छ नि यहाँ अहिले ठुलो गरेपछि त हामीले अझै सजिलो भयो अब यो पाथ जुन यो नीलो भाग जहाँ देखियो त्यहाँ जहाँनिर थिच्दा नि हुन्छ के तपाईले जता थिचे पनि टेक्स्ट लेख्न स्टार्ट गर्छ यसले यहाँबाट
अहिले मैले भित्र थिचेँ त्यस कारणले भित्र गयो होइन घरिघरि झुकेर भित्रतिर थिचियो भने यसरी भित्र टेक्स्ट जान्छ घरि झुकेर बाहिर थिचियो भने नि बाहिर टेक्स्ट जान्छ अब हामीले यो जुन लाइन हो त्यही लाइनमा थिचियो भने ठ्याक्कै टेक्स्ट जान्छ तर अहिले के भयो भन्दाखेरि यो टेक्स्ट भन्दा हाम्रो यो स्ट्रोकको साइज ठुलो भयो के त्यसले गर्दा यहाँ टेक्स्ट देखिएन कन्ट्रोल टी गरेर अब कि त हामीले यसरी फन्टको साइज बढाउनु पर्यो होइन भने अब यो इलिप्समा गएर यो स्ट्रोकको साइज घटाउनु पर्यो फेरि यसको साइज घटाउनु पर्यो अब जस्तो कि यहाँ टेक्स्ट आइसकेपछि त हामीले यो इलिप्सलाई डिलिट गरिदिए नि फरक पर्दैन के टेक्स्ट लेखिसक्यो नि त अब यसलाई कन्ट्रोल अल गरेर यो टेक्स्टलाई एडिट गर्नु के हो लेख्न पर्ने अब सबै लेख्न पर्ने कुराहरू जति लेखेर अनि अब यसलाई साइज अलिकति ठुलो सानो बनाउने हो भने साइज बढाउन सकियो अनि हामीले स्पेस कहाँनिर राख्ने यसरी स्पेस राखेर जस्ट कन्ट्रोल टी गर्ने अनि सानो ठुलो गराउने त्यस पछाडि यो इलिप्स बाहिर स्ट्रोक हाल्दिने यो भित्र फिल होइन स्ट्रोक ल स्ट्रोक धेरै ठुलो नि नराख्नु होला ठिक्कको राखेर अनि यो टेक्स्टलाई नै ठुलो बनाउने अनि भित्रपट्टि पनि यसलाई नै डुप्लिकेट गर्ने अब माथिबाट अलाइनमेन्ट गरिदिने यति गरेपछि भयो अहिले चाहिँ यो ठुलो भयो ल अब यसको बुझ्नु भएन हजुर अब चाहिँ ब्रस स्ट्रोकको हल्का बुझाउँ है त जस्तो कि यहाँनिर एउटा फोटो छ जस्तो कि अस्ति हामीले ब्रस स्ट्रोकको बारेमा कुरा गरेको थियौँ नि तपाईहरुलाई याद छ नि जस्तो कि हामीले पेनले फर्स्टमा सेप होइन पाथ बनाउँछौँ यहाँबाट होइन पेन चलाउन सिक्नुभयो त हिजो अब जस्तो कि यसरी पाथहरू बन्यो यहाँ अब पाथ बनिसकेपछि यसमा ब्रस दिनु पर्यो नि हामीले राइट क्लिक गरेर स्ट्रोक पाथ गर्यो भने यहाँनिर ब्रस आउँछ ब्रसको दिएर अनि ओके गरिदिनु भयो भने यहाँनिर यसरी ब्रस फिल हुन्छ हेर्नु त अब यो ब्रसको पनि मैले हजुरहरूलाई अस्ति थोरै कुराहरू भनेको थिएँ ब्रसको प्रपर्टिजको बारेमा अब ब्रसको प्रपर्टिजहरुमा यहाँ ब्रसको प्रकारहरू छन् भनेको थिएँ नि मैले अब जस्तो कि यो ब्रस जस्तो देखेको चाहिँ यो प्रेसर ब्रस हो के यिनीहरू अब माथिको सफ्ट ब्रस हो सबै एकै नासको हुन्छ जति प्रेसर दिए पनि कम प्रेसर दिए पनि हैन अब यो गरी हेरौँ है त एकचोटि अर्को नर्मल ब्रस र प्रेसर ब्रसको डिफरेन्ट हेरौँ है त
अब पेनले मैले अहिले यसरी पाथ गराएर अहिले चाहिँ हामीले स्ट्रोक पाथ ब्रस यहाँनिर यो सिमल्टेनियस प्रेसरलाई अन हुनुपर्छ है। अहिले अनै छ, जस्तो कि अहिले हाम्रो ब्रस अर्को छ, यस्तो आयो। अब फेरि मैले नयाँ ब्रस एड गरेँ। अब यहाँनिर चाहिँ ब्रसको सफ्ट ब्रस राखेको छु मैले। अब यसलाई पनि राइट क्लिक गरेर स्ट्रोक पाथ गर्यो भने यहाँनिर चाहिँ यो ब्रसको डिफ्रेन्ट अहिले ब्ल्याक कलर भएर त्यति साह्रो युज देखिएन के पर्नु है त। जस्तो कि कलर चेन्ज राइट क्लिक स्ट्रोक पाथ गर्यो। ओके ल यहाँनिर हेर्नु त डिफ्रेन्ट। यो ब्रस चाहिँ सबैतिर एकै नासको भयो, तर यो चाहिँ हाम्रो स्टार्ट पोइन्ट र इन्डिङ पोइन्टमा चाहिँ थोरै सार्प हुँदै गयो नि, साँगुरो हुँदै गयो नि त। फरक त्यही नै हो। यो प्रेसर ब्रस भनेको प्रेसर बढी भएको ठाउँमा मोटो हुँदै जान्छ, प्रेसर कम भएको ठाउँमा सफ्ट साँगुरो सानो पातलो हुन्छ के। फरक यति है त। अब एकचोटि म यसलाई क्लोज गरेर आउँछु अनि हेरौँला है त। ल
के हुँदैछ? ल अब सबैजनाले यो वाला फोटो ओपन गर्नु है त। मेरो त स्ट्रोक पाथै हुन्न त। स्ट्रोक पाथ हुन्न? राइट क्लिक गरेर स्ट्रोक पाथ हुँदो रहेछ न। त देखाउन त। पेनमा पाथमा सिलेक्ट छ? सेपमा पाथमा बोधाए। हजुर। अब हामीले यसमा थोरै डिजाइन दिन्छौँ। पाथमा पनि सिलेक्ट हुँदा भइरहेछ। हजुर? पाथमा सिलेक्ट छ त्यसमा। पेन टुलको पाथमा सिलेक्ट छ नि त त्यसमा हैन? हो। अनि त्यसपछि अनि राइट क्लिक गरेर स्ट्रोक पाथ गर्नुपर्ने हैन? हो, राइट क्लिक गरेर स्ट्रोक पाथ। मेरोमा त ब्ल्याङ्क देखाउन त। हजुर? मेरोमा त सेटै हुन सक्छ मेरोमा स्ट्रोक पाथमा। सेट भएन? सेटै यसरी स्ट्रोक सेप बने यसरी बनेको छैन पाथ। हजुरले पेन टुलमै सिलेक्ट भइराखेको हुनु पर्यो के पेन टुलमै। पेन टुलमै सिलेक्ट गरेर राइट क्लिक गर्दा आउँछ यसरी। अरु टुलमा सिलेक्ट छ भने आउँदैन। हजुरको पेन टुल यहाँनिर पेनमै हुनु पर्यो के। पेनमै छ त भनेको। पेनमा यसरी सिलेक्ट हुनु पर्यो अनि राइट क्लिक गर्नु पर्यो। स्ट्रोक पाथ। मेरो नि ठ्याक्कै सरको जस्तै भएको छ। यता राइट क्लिक गरेर हेर्दाखेरि त स्ट्रोक पाथमा त सिलेक्टै हुँदैन के। यसरी हुन्छ त हुन्न पर्ने त। खोइ फोटो खिचेर एकचोटि पठाउनु त। अस्तिको चोटि नै यो सिकाउनु भएको थियो नि अलिकति। हजुर हजुर। फाइल त बहुत अहिले भइराखेन यो त। चोटि त भएको थियो। हेर्नु त मैले पठाएको छु। ओके ल। पेन टुल सिलेक्ट गरेर हजुरको यतापट्टि यो के हो त यो ब्रस गरेको जस्तो? त्यो हजुरले न्यू लेयरमा गर्नुभएको कि जुन ब्याकग्राउन्ड इमेज हो त्यसमै काम गर्नु न। जस्तो मैले यहाँ हेर्नु त कुनै पनि लेयर लिएकै छैन नि त। जुन ब्याकग्राउन्ड हो त्यसैमा काम गरेको हो के। अरु सबै यो सेप 1 सेप 2 सेप 3 हरू सब डिलिट गरिदिनु। हजुरको पेन सेपमै छ होला। अहिले चाहिँ पाथमा रहेछ। अहिले भएछ। त्यो गर्नु। ब्रस लिएर युज गरेपछि। हजुर हजुर। अब जस्तो कि मैले यहाँनिर यसको यसरी पाथ बनाए यसमा। अब राइट क्लिक गरेर स्ट्रोक पाथ गरौँ है। ओके। अब तपाईहरुले यसरी पाथ बनाउनु भयो। पाथ बनाइसकेर स्ट्रोक पाथ गर्नु अनि यहाँनिर
यसरी स्ट्रोक दिनु त जस्तो कि अहिले हाम्रो यहाँनिर यो ब्रसको साइज अलिकति ठुलो भयो यसलाई घटाउँ है त थोरै ब्रसको साइज चाहिँ हजुर के प्रब्लम आयो जस्तो कि पाथ बनाएर फर्स्टमा यो यता र यता पाथ दिनुभयो अनि सेभ गर्नु त सर दुईटा एकैचोटि दुईटामा पेनले पाथ बनाउनु त कसरी पो बनाउनु भयो पहिला एउटा पाथ बनाइसकेपछि अल्ट थिच्यो भने त्यो क्लोज हुन्छ पस्नु है त फेरि हेरौँ अब पेन लिनुभयो कन्ट्रोल र अल्ट एकैचोटि थिच्नु त यो इन हुन्छ कि जस्तो कि अब मैले यहाँनिर एउटा स्ट्रोक पाथ बनाएँ हैन अब कन्ट्रोल र अल्ट थिच्यो भने यो पाथ इन हुन्छ एउटा कन्ट्रोल र अल्ट सँगै अनि अब नयाँ स्टार्ट गर्नुभयो भने फेरि अर्को एड हुन्छ के सुरुदेखि हेरौँ है त भएन त्यही जोडियो फेरि जस्तो के गर्नु भन्दाखेरि अब पेन टुल लिनु हैन अब मैले अहिले एउटा यति मात्रै गरेँ अब कन्ट्रोल र अल्ट थिच्दिनु एकचोटि कन्ट्रोल र अल्ट थिचेर कुनै एक ठाउँमा क्लिक गर्नुभयो भने एउटा पोइन्ट इन हुन्छ कि अनि अर्को नयाँ सुरु गर्न मिल्छ कि कन्ट्रोल र अल्ट थिचेर एकचोटि लेफ्ट क्लिक गरिदिनु माउसमा फेरि एकचोटि भनौँ भयो सर जस्तो कि पेन लिनुभयो अब एउटा सिलेक्ट गरियो एउटा अब अल्ट र कन्ट्रोल थिचेर राइट क्लिक गर्नुभयो भने यो पेन छुट्छ कि यसको सकियो सिलेक्सन अनि अर्को ठाउँबाट एड गर्न सुरु गर्नुभयो भने फेरि अर्को बन्छ के हैन हजुर ल अब जस्तो कि मैले यहाँनिर एउटा सिलेक्सन छ अब यो सिलेक्सनलाई राइट क्लिक गरेर स्ट्रोक पाथ गर्नु पर्यो हजुर हजुर अहिले नि चेन्ज भएन हजुर के चेन्ज भएन आउँछ स्टोक त्यसको के गरे भने चाहिँ ब्रस टुल बको पेन्सिल अनि तलतिर यो यस्तो ब्रस आएन यहाँ मेरोमा जस्तो हजुर आएन चेन्ज नै भएन यो फोटो खिचेर पठाउनु मिल्छ सर तपाईँ ब्रसमा तपाईको चाहिँ व्हाइट कलरको दामी आएछ मेरो त फेरि ब्ल्याक त्यो ब्रस चाहिँ तपाईहरुले यो प्रेसर ब्रस लिनु है प्रेसर ब्रस चेन्ज गरिराख्नु पर्यो यहाँबाट यो वाला प्रेसर ब्रस सफ्ट ब्रस प्रेसर ब्रस soft pressure brush
खोइ पठाउनु भएन त हजुर ब्रसको त्यो कलरमा पनि चेन्ज गर्ने हो कलर हजुरले जुन दिन मन लाग्छ त्यही कलर राख्न मिल्यो अहिले व्हाइट दिने हो भने व्हाइट राख्नु अथवा रेडहरू दिने हो भने रेड कलर जुन कलर दिने हो त्यो राख्नु पर्यो हजुर पठाउँछु पढ्न एकदम मोडलको ब्रसहरू तपाईँको प्रेसर ब्रसहरू आउँदैन त मेरोमा त हजुरको यो पाथ सिलेक्ट भएको हो यो पाथ हो यो राइट क्लिक गर्दा के आउँछ त अनि मैले पठाएको हेर्नुपर्छ हजुर राइट क्लिक गर्दाखेरि हजुर आउँछ राइट क्लिक गर्यो भने यहाँ आउँछ स्टोक पाथ भन्ने आउँछ अनि स्ट्रोक पाथ गर्दा स्टोक पाथ गर्दाखेरि यहाँ पेन्सिल ओके निर यता टुल्स र अनि तलतिर चाहिँ यो सबमिट भन्ने आउँछ यसरी स्ट्रोक पाथ गर्दाखेरि अनि त्यहाँ माथि टुल्सको यता पेन्सिल देखाउँछ त्यो ए यसलाई ब्रसमा राख्नुपर्छ कि हजुरहरूले पेन्सिलमा छ भने यहाँ माथि अस्ति मैले भनेको थिएँ त यहाँ अप्सनहरू हुन्छ भनेर यसलाई चाहिँ ब्रसमा राख्नु पर्यो कि सबैजनाले टुलमा टुललाई ब्रसमा राख्नु पर्यो भयो होइन यो प्रेसर ब्रस टुल चाहिँ कहाँ छ मैले भेट्न त हजुर प्रेसर ब्रस टुल भनेको जस्तो प्रेसर यो ब्रसमा जानुभयो भने ब्रसको अप्सनहरू छ नि यहाँ यो जेनरल ब्रसमा यो यस्तो टाइपको छ नि यो के भन्छ यस्तो एरो एरो जस्तो देखिनेवाला के अब यहाँ न्यू लेयरमा निर हाम्रो यो पाथ छ यसलाई चाहिँ न्यू लेयरमा आएर हजुरहरूले स्ट्रोक पाथ गर्नु है न्यू लेयरमा आएर कलर चाहिँ व्हाइटै राखौँ भयो यहाँसम्म आज टाइम सकिने भयो सकिँदैन आज हजुर ल फोटो पठाउनु त फोटो हजुरको चाहिँ यो वाला हैन अलि माथि नि र जेनरल ब्रस टुल्स छ नि र यो माथिको ब्रसमा चाहिँ यो थर्ड वालातिर सिलेक्ट गर्नु त यतापट्टि यो जेनरल भन्दा माथि नि र त्यो फर्स्टकोमा सिलेक्ट छ नि हजुरको यस्तो फर्स्टमा यो चाहिँ यस्तो सेकेन्ड थर्ड तिरकोमा सिलेक्ट गर्नु त
जेनरल भन्दा ड्राई मिडियम ब्रस छ त्योभन्दा पनि वेट मिडियम ब्रसेस छ त्यसपछि टेक्स यो ब्रसेस भित्र जानुभएको तपाईँ यसरी ब्रस सेटिङमा होइन कि ब्रसेस भित्र त्यो त म ब्रस भित्र हो सर ब्रसमा गयो भने ब्रसको प्रोग्रेस कहाँबाट आउँछ हजुर ब्रसको सेटिङ्स कहाँबाट आउँछ तपाईँको जस्तो यहाँ माथिबाट यसबाट ओपन गर्ने आएन सर ब्रस सेप्समा यस्तो टाइपको हुन पर्ने त हजुरकोमा यो प्रेसर ब्रस त छ त सबैमा अब यो सकिन लाग्यो आजको अहिले बस्नु है त हजुरको मोड नर्मल जस्तो कि यहाँ माथि नै यो मोड छ नि मोड भन्दा यतापट्टिको अप्सन छ नि यसमा थिच्नु भएको हजुरले जेनरल ब्रसमा यस्तो टाइपको ब्रसहरू कुनै नि छैन एउटा नि जेनरल ब्रसमा गयो भने